त्योभन्दा 10:30 भइसकेछ अझै पालो आएको छैन। ल आज चाहिँ हस्पिटल डे मेरो। लेट्स सी व्हाट ह्यापन होइन, अब के हुन्छ। आई होप सबै ठिकै हुन्छ। हस्पिटल जाँदैछौँ हामी सबैजना, म बहिनी भाइ। यता राधा छ अरे कि राधा निन्द्रा पुगेन ऊ त्यहाँ आउनु किन यहाँनिर ढोग्नु हामी चाहिँ अहिले हस्पिटल आइपुग्यो। मलाई कस्तो थियो, हार्टबिट बढ्यो जस्तो भइरहेको। केही भन्नु छ? अल द बेस्ट दिदी। हजुरलाई चाहिँ केही भन्नु छ? मलाई कस्तो फिल भइरहेछ? अलिकति प्यानिक टाइप भइरहेको छ। डोन्ट बी प्यानिक। सबै ठिकै हुन्छ होइन। अब तपाईँहरू साथमा हुनुहुन्छ, अरू त के गराउनु। डक्टर साथमा हुनुपर्छ। डक्टर भन्दा पनि फ्यामिली चाहिँ मेन साथमा हुनुपर्छ। ओके, हामी त अलवेज अन्जु श्रेष्ठ ओपिडी के भन्छ वार्डमा जानु के गर्नु? अहिले? पहिला वार्डमा राख्छ के भयो रे? स्वेलिङ भयो। स्वेलिङ भएर बिफोर एन्ड आफ्टरमा पनि हामीले त्यहाँ नै छौँ। मान्छेको अनुहार अब बाख्रालाई हलाल भइलाई गरिरहेछन्। अहिले नाकमा सागमा पनि हालेको छन्। नाकमा अनि यहाँ कानमा हातमा गरेको, अर्कोतिर चाहिँ यहाँनिर एकदम मजाले स्वेलिङ भयो होइन। हट वाटर लिएर यस्तो कपाल बान्ने चाहिँ यस्तो कपाल बान्ने यस्तो छ। त्यहाँनिर अरू त्यो बाख्रालाई काट्दाखेरि पहिला के गर्छ नि जस्तो लागिरहेछ। यता भेला नि हुनुहुन्छ, यता को हुने खाएन आफ्नै ब्लग। ल बिरामीको उसमा सुरु हुनु भइसक्यो। हामी छिर्दैछौँ, अब छिर्दै हुनुहुन्छ एकछिनमा। वी आर वेटिङ यो मोमेन्ट। हामी पुरा बियोस बनाएर गर्छौँ, त्यसलाई चाहिँ नि जेनरल एनेस्थेसिया भन्छौँ है त। त्यसमा चाहिँ हामीले नसा खोल्छ, औषध हुन्छ, बियोस हुन्छ। बियोसपछि हामी भेन्टिलेटर राख्छौँ अनि अपरेसन सुरु हुन्छ। जति बेरको अपरेसन हुन्छ त्यति बेलासम्म मुटुको चाल, इसिजी, अक्सिजन हेर्ने जिम्मा हाम्रो हो है त। अनि अपरेसन सकिएपछि हामीले उठाउँछौँ, भेन्टिलेटर छुट्याएर बाहिर ल्याएर तपाईँहरू देखाउँछौँ। बाहिर ल्याउँदाखेरि पुरा होस हुँदैन, आधा मात्र होस हुन्छ सुरुमा। अनि त्यसपछि आइसियुमा राख्छौँ। आइसियुमा 2 घन्टा जतिमा पुरा होस आइसक्छ। अनि त्यसको नि अर्को 1 घन्टा जति हेरेर सबै कुरा नर्मल छ भने माथि वार्ड पठाउँछौँ। हामीलाई यहाँ तल राख्नुपर्ने जस्तो लागेर भने हामी तल राख्छौँ है त। मेन यही नै हो। हुनसक्ने समस्याहरू के हुन्छ तपाईँहरू थाहा हुनुपर्छ है त। मेन भनेको उहाँकोमा औषधिको एलर्जिक रियाक्सन हुनसक्छ है त। हाम्रो तर्फबाट मेन कम्प्लिकेसन एनेस्थेसिया कम्प्लिकेसन भनेकै त्यही हो है त। मुटु, फोक्सो, किडनी हामीले हेर्ने हो। उहाँको अरू रोगहरू छैन। मुटु, फोक्सो, किडनीमा कम्प्लिकेसन हुनसक्छ, चान्स 0 होइन है त, 1% जति हुनसक्छ। अपरेसनपछि भेन्टिलेटर बस्छ लेस देन 1% हुनसक्छ है त। किनभने यो 1% भन्ने कम्प्लिकेसन भयो भने यसमा चाहिँ युजली हार्ट एट्याक, हार्ट फेलर, स्ट्रोक, किडनीको समस्याहरू आउनसक्छ। यङ मान्छेहरूमा भोमिटिङहरू हुनसक्ने अपरेसन पछि एकदम बढी हुन्छ। पेन किलर चाहिने चान्सहरू बढी हुन्छ है त। तर यो मान्छे अनुसार फरक पनि भएको भएर जति चाहिन्छ त्यो अनुसार हामी म्यानेज गर्दै जान्छौँ है त। अनि यो बाहेक सर्जनले जे कम्प्लिकेसन हुनुभएको छ मेजर कम्प्लिकेसनहरू त्यही हो है त। यो चाहिन्छ नि तल
तपाईँ लयर म लयर मैले नि यता यो side मा। ड्राफ्टहरूको यो विटनेस हो म हजुर ल हामीले अर्को कन्सेन्ट पनि साइन गऱ्यौँ अब प्रोबेबली अबको फ्यु मिनट्समै भित्र जानुहुन्छ ल ठिक छ थाहा छ नाच्थ्यौँ हामी है ल हामी यहीँ छु How are you? मुस्कुराउने की वजह हेलो एभ्रिबाडी आज हाम्रो दोस्रो दिनको अनुहार अलिकति बेटर छ डे 2 को अलिकति हल्का स्मेल छ डे 3 मा चाहिँ अलिक बबाले आउँछ होला अनि यहाँ चाहिँ हामीसँग छौँ सबसे घरको सेकेन्ड ठुलो मान्छे मम्मी त्यसपछि म सबसे यो घरको रिवा पछिको ईश्वरी पछिको म सानो मान्छे के खानु बोल्नु भन्नु त केही खानु भएन किन त्यस्तो सर्जरी भएको थर्ड डे अलिकति मच बेटर फिल भइरहेको छ तर नट फिलिङ छ यस्तै गाह्रो भयो बिसुरहेका बिसुहरू डे 3 अपरेसनको वर्क गर्दैछन् यो छोडिदिनु अब म जानु पर्छु म एकछिन आज चाहिँ अब डिस्चार्ज भएर अब घर जानु लागिरहेको छौँ हामीहरू भाइले अलरेडी 1 लट सामान तल लानुभयो फाइनल डकुमेन्टेसनहरू गर्न बाँकी छ त्यसैको लागि हामी वेट गरिरहेको छौँ हस्पिटलको बसाइ त लास्ट डे गाह्रो तर यहाँको नर्सहरू चाहिँ डक्टरहरू एकदम राम्रो हुनुहुँदो रहेछ अरू चाहिँ आफूलाई चाहिँ गाह्रो एकदम भएको अवस्था खोइ त बिरामी ला बिरामी नै छ बिरामी त सन्चो भइसक्यो नि आज घर जाने हो नि कस्तो लागिरहेछ त घर जान पाइरहनु भएको छ आफ्टर 2 डेज खुसी हो हामी डिस्चार्ज भयौँ आज हामी त आउने होइन त्यो एउटा बोतलको पानी छ त्यो मात्रै बोल्नुहुन्छ ल दिपाजी एन्ड थ्याङ्क यू भेरी मच बाई बाई
आज कति दिनपछि रे कोखे सुतेको आफ्टर 3 days सी विदाउट ब्ल्याङ्केट अनि के अरे फिलिङ हट हो अनि कस्तो फिल भइरहेछ त घर आएर एकछिन हो मेडिसिन लियो सबै ओके चाउलो पनि खाइन् अलिकति ल यहाँ हाम्रो घरमा को आउनुभयो आज ल मम्मी नमस्ते नमस्ते ल हामी पनि भेट भयौँ यहाँ भाइले अहिले भर्खर लिएर आउनुभयो डिले त भएन नि तर 10-15 झन् अहिले चाहिँ उस्तै हुनु भएको कैँचीले काटे जस्तो छ हाइट पनि के अरे के भन्नु डे 4 होइन डे 4 को घरको सबसे माथि धुरीमा के अरे छतमा बाट चढेर अब झरेको अवस्था नि त ल मै ढलौँला यहाँ भिडियो बनाउँदा ल दुईटा सम्धिनी दिदी बहिनी जस्तै आउँदै हुनुहुन्छ बोक्नु परिहाल्यो नि बिरामीको खानेकुरा सानो पर केस जितेपछि पैसा आएको छ हारे पनि पैसा आएको छ होइन त्यो पहिलेको पेसी हालेको त्यसको पनि पैसा आएको छ छिटो गएको पनि पैसा आएको छ छिटै पैसा निकालेको पनि पैसा आएको छ होइन यताउता गरेर जब केही भएको छैन सुनौँ न कस्तो मिठो गफ भइरहेछ हाम्रो यहाँ रमाइलो कुरा भइरहेछ मम्मी पुगेर फोन गर्नु है आज चाहिँ मेरो टाका खोल्न जाने दिन हो आज चाहिँ मेरो 6th डे हो अब चाहिँ आज टाका खोल्न जाने टाका लगाएको छ त्यही भएर त्यो टाकाहरू खोलेर अनि चाहिँ त्यसपछि चाहिँ अलिक बेटर हुन्छ होला यो टाकाले गरेर पनि हिँड्नलाई कस्तो अनकम्फर्टेबल भइरहेको छ त्यसपछि बेटर हुन्छ होला नुहाउन नपाएर हेर्नुहोस् न यो कपालहरू कस्तो भइरहेछ एकदमै 6 दिन भइसक्यो ननुहाएको पनि भगवान् आई फिल सो डम के कस्तो फोरी फिल भइरहेछ तिमाथि कपाल त्यस्तै शरीर त पुछपाछ गर्छु एभ्रिडे तर कपाल ननुहाएपछि कस्तो हुने के एनीवे फिङ्गर क्रस एभ्रिथिङ गोना बी गुड है त